सो हेलो गाइस, वेलकम टु माई न्यू च्यानल न्यू भिडियो। सबैले स्वागत छ मेरो भिडियोमा। आई होप तपाईँहरू पनि सन्चै हुनुहुन्छ होला। म पनि एकदम सन्चै छु। अब म तपाईँलाई साथीहरूसँग यता कता जाने भन्दै थियो, साथीहरूले खाजा खान जाने भन्दै थियो। त्यहीँ खाजा खाएर आउँछु। अब हामी तपाईँलाई देखाउँदैछु, जान्छु हामी चाहिँ। ल है त, साथी चाहिँ यहाँ छ एकजना, मैले हेलमेट निकालिसकेँ। अब म चाहिँ आज टी सर्ट लगाएको छ, त्यस्तो बुस पनि भएको छैन, हल्का गर्मी नै भइरहेछ क्या। त्यही भएर मैले आज टी सर्ट लगाएको छु। ल मेरो बाइक निकालेँ मैले एकचोटि हेरौँ, मेरो बाइक पनि होइन। ल हेर्नु है, मेरो बाइक यस्तो छ। दाइले आज छुट्टीको दिन पनि धोएन छ कि बाइक, यत्रो कोठामा बसे पनि नधोइकन बसेछ। मैले भए धोइदिन्थेँ। ल चल्दै गयो अब हामी, बस है। अनि त कताबाट जाने, अब यतैबाट जानु पर्ला, यतैबाट जानु पर्ला। त्यहाँ चाहिँ अब केही कन्टेन्ट बनाऊँ भनेको, केही कन्टेन्टै पाउँदैन यार। कन्टेन्ट लागि हामीले नि कमेन्ट गरे हुन्थ्यो। तपाईँहरूले केही कन्टेन्ट बनाऊँ भनेको, भिडियोमा जहिले कन्टेन्ट मात्रै खोज्छ, कन्टेन्ट बनाउने पो नआएर सुरु भएर होला। बाइक साइड लाइट केही बोल्दैन कि, डरै लाग्छ यिनीहरूलाई। साइड लाइट पनि बोल्दैन, ट्राफिकले समायो भने चाहिँ ट्रेन। त्यही भएर अब साथी र म चाहिँ खाजा खान जानु लाग्यो एउटा त्यो दाइको उसमा, रेस्टुरेन्टमा। यहाँ देखेको छ अरे साथीले ठाउँ, त्यहीँ जानु लाग्यो। त्यही भएर अब चाहिँ हामी कताबाट जाने भनेपछि सिट्रन लोडिङ गरेर जानु पर्ला, यतैबाट चल्दिउँ न। अब यसो कस्तो लाग्छ मेरो भिडियो हेरेर, यसो लाइक कमेन्ट गरिदिनु होला। भिडियो एकदम इन्ट्रेस्टेड बनाउँदैछु म होइन, बिस्तारले सामान पुऱ्याउँदैछु। मैले यो चाहिँ माइकबाट बनाएको भिडियो हो। माइकबाट कस्तो सुन्छ भोइस चेक गर्नलाई आजै मैले लिएर अब आजै मैले चेक गर्दैछु। यस्तो कन्टेन्ट हान्दिउँ भनेको। यता चाहिँ मेरो दाइको रुमतिर आएको कि, म यता दाइहरू पनि यहीँ बस्नुहुन्छ नि त, दाइ चिनेको दाइहरू यहीँ बस्नुहुन्छ। त्यही भएर म चाहिँ यहाँ दाइको रुमतिर आएको। यताबाट कहाँ गएको थियो भन्छ नि त, एक ब्लड घुमेर आउने हो अब राम्रो दिनतिर। मेरो भिडियो कस्तो लाग्छ, राम्रो लाग्छ भने राम्रो कस्तो भनिदिनु, नराम्रो लाग्यो नराम्रो भयो भनिदिनु होला। प्लिज कमेन्ट मी, तपाईँहरूले कमेन्ट गर्न सक्नुहुन्छ। यहाँ चाहिँ अस्ति न ट्रेन खसेको ठाउँ हो, यहाँ चाहिँ यस्तो उसहरू छ। डरै लाग्छ यहाँ त। राति अब के डराउँछ कि आउँ भन्ने जस्तो लागेको थियो। खोइ अब हामी आउँदैन यतातिर राति, डराउँछ मान्छे। कता हो कता, मजाको ठाउँ छ यता चाहिँ, चिसो हुन्छ। रोक्नुहोस् बाजे, रोक्नुहोस्। बिचारा आन्टीले रोक्नु भयो। म चाहिँ अब एकचोटि त्यहाँ हो उसमा पुगेर देखाउने छु तपाईँहरूलाई। आइसक्यो खाजा खानलाई। मैले यहाँ अस्ति नै देखाएको थियो कि, पहिला त उता पृथ्वी चोकमा थियो दाइको रेस्टुरेन्ट होटेल, अनि त्यहाँदेखि कहाँ गयो भनेको त, अनि यता पो सरेछ कि। मैले यहाँ देखाएको थियो अस्ति न, म यो बाटो आउँदाखेरि। त्यही भएर म अहिले त्यही भएर चिनेको दाइकोमा आएको। दाइको त्यहाँ हुनुहुन्छ, साथीसँग कुरा गरिरहेको छु है। ल सुरुमा म चाहिँ रेड बुल खान्छु अब, अनि त्यसपछि चाहिँ मोमो चाउमिन के खाने हो खाम्ला।
अहिले चाहिँ म उयो खाँदैछु मैले चाहिँ अस्तिदेखि तपाईँहरूलाई लाइसेन्स दिएको छु भनेको थियो लाइसेन्स आइसकेको छ मसँग त्यही भएर म नि अहिले घुम्न हिँडेको लाइसेन्स आइसकेको छ म तपाईँहरूलाई देखाउँछु लाइसेन्स यस्तो देखाएको छ लाइसेन्समा पनि लाइसेन्स आइसक्यो मेरो पटाउनु कस्तो देखेको छु लाइसेन्स मैले ल है अब हामी चाहिँ निस्किनु लाग्यो यहाँदेखि बसी खायो अब हामी उता गएर दाइकोमा गएर मात्रै भिडियो तपाईँले देखाउँछु किनभने अहिले रात परिसक्यो त्यही भएर मैले भिडियो नबनाएको अब म दाइकोमा गएर सिधै भिडियो बनाऊँ ल है गाइस म चाहिँ कोठामा आएर अब यहाँ हाम्रो छोरी रहेछु म आउने बित्तिकै आइहाल्यो मलाई भेट्न बाहिर ऊ हेलो गाइस गरेँ अब होइन अब भित्र जाऊँ भने मैले भित्र गएँ अब हामी चाहिँ अब भित्रको कुरा सुन्नु होला बाबा मात्रै तिमीलाई लगेन बाबाले बाबा त अघि दिदी मेरो घर आयो अनि गयो दिव्या पनि आयो अघि आयो दिव्या जाने बेला तिमी रुएन लुयो रुयो हामी गएको ल अब भोलि भेट्छु ल हामी ल हामी चाहिँ निस्केको आउँदा एक रुमबाट ल है गाइस म चाहिँ ग्यारेज आइपुग्यो अब यस्तै गरी मलाई माया गर्नुहोस् म अझै पनि तपाईँहरूको लागि राम्रो राम्रो भिडियो लिएर आउनेछु माया गरिदिनु होला बाई बाई अब आजको भिडियो यति नै भयो अर्को भिडियो अर्को दिनमा हेरौँ ल अब हामी बाई बाई गाइस